लेखौं भविष्य आफ्नो आफै नै अरूको हियाई बनाउँदैन यो देश जङ्गा गरेर चल्नु छ पहिला नथाक है अहिले के मेरो छोरा चुनाव हार्छ उहाँको आमाले मलाई सोध्नुभयो मैले भने आमा यहाँ पैसा बाँड्ने ठेकदारहरूका पैसा जनताले खान्छन् मत चाहिँ घन्टीमा दिन्छन् तपाईँ ढुक्काउनुहोस् तपाईको छोरो संसदमा जान्छन् भनेर आमालाई विश्वस्त बनाएर आएको छु।